साथीहरु के छ सबैजना सन्चै आरामै हुनुहुन्छ। आज मैले चाहिँ यो पानीपुरी बनाउन लागेको है। अब यो मैले पानीपुरीलाई फुटाउँछु। मैले अब यसरी यो पानीपुरी यसरी फुटाउँछु। हेर्नु त कस्तो मजाले फुटेको है पानीपुरी। यो पानीपुरी बाहिर किनेर खानु भन्दा त आफै घरमै बनाएर खानु राम्रो नि हैन र साथीहरु। मैले यता प्याज पनि रेडी गरिसकेँ। यो प्याज काट्दा चाहिँ हरेक दिन रुनुपर्छ के। मैले यता आलु पहिले नै रेडी गरिसकेकी थिएँ। आलु अनि चाउचाउ दालमोठ मटर प्याज राखेर अनि मरमसला राखिसकेँ है। यसमा चाहिँ यता यो रेडी भइसक्यो है। यता चाहिँ पानीपुरीको रस है। यो पानीपुरीको रसमा चाहिँ धेरै धनिया भएछ के। यो चाहिँ चिसो पानीपुरी है। पानीपुरी हाम्रो रेडी भइसक्यो। अब चाहिँ खानुपर्छ। सानु पानीपुरी कस्तो छ? हस् तिमीले पानीपुरी पनि टेस्ट गरिसक्यौ। अनि तिमीलाई पानीपुरी कस्तो लाग्यो नि छोरी? एकदम मिठो लाग्यो। हो र? बल्ल पानीपुरी टेस्ट गर्न आएको है। पहिला मैले पानीपुरी खान्छु कस्तो छ अनि बल्ल भन्छु है। एकदम मिठो है पानीपुरी। हामी पानीपुरी पनि खाएर बेसी लाग्यो। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनुहोस् है। ल बाई बाई।